त्यसमा कैलाश जुन चाहिँ रेन्ज मंदिर है और शिव जी का मंदिर है ये। हाँ, ये जगह घूम के अच्छा लगा है अभी। और अंदर बहुत मतलब ऱ्यापिडो एप तपाईँहरू नमस्ते सम्पूर्णमा म प्रतिमा म अहिले ब्रह्मपुत्र रिभरमा त्यसमा कैलाश जुन चाहिँ रेन्ज छ त्यहाँबाट ओरिजिनेट हुन्छ फर्स्टमा टिबेट यसमा कुन चाहिँ टिबेटमा पसेर त्यहाँदेखि अरुणाचल प्रदेश त्यहाँदेखि आसामदेखि त्यहाँदेखि यसमा कहाँनिर पस्छ भन्दा बङ्गलादेशदेखि चाहिँ त्यहाँदेखि बे अफ बेङ्गलमा जान्छ। हामी जुन चाहिँ यो फेरीमा जाँदैछौँ कहाँनिर गएको भन्दाखेरि चाहिँ उमानन्द आइल्यान्ड गएको। यस आइल्यान्डमा एकदमै हिल टपमा के रहेछ भन्दाखेरि चाहिँ शिवजीको टेम्पल त्यसपछि हनुमानजीको टेम्पल पनि रहेछ। यहाँ मन्दिरमा दर्शन गर्नुको लागि नर्थ इस्टका विभिन्न ट्राइब जातिका मानिसहरू आउँदो रहेछ। मन्दिर रहेछ होइन आइल्यान्डको यहाँनिर मन्दिर रहेछ। मन्दिरमा चाहिँ मैले यहाँकै बासिन्दाहरू भेटेँ। यहाँनिर बच्चे ने मैंने उसने बात हो यहाँ के बारे में आप लोग कुछ बताइए। ये तो बहुत अच्छा सा मंदिर है और शिव जी का मंदिर है ये। हाँ, तो मैं भी पहली बार आया हूँ, मंदिर नहीं जा सकते अभी, मैं बाहर में ही बैठ गया हूँ। तो अगर मंदिर का अंदर जाने के लिए लोग से आप बात करेंगे तो फिर अच्छा होगा। ठीक है, आपके पास है ट्राइबल पानी भी ट्राइबल ओम नमः शिवाय, ओम नमः शिवाय, शिवाय कस्तो टपमा रहेछ। भालै लाग्छ। थाकेर रेस्ट गर्नुको लागि यहाँ बसिरहेको छु होइन। यहाँ माथि मन्दिर छौँ भन्दा पुरा भिड रहेछ। यहाँनिर चाहिँ रेस्ट गर्ने हावा गर्ने रहेछ। यहाँ बसिरहेको छु, सबैजना यहाँ खाजाहरू खाँदो रहेछ। ओफ यस्तो पुत्र नदी पुत्र नदी दुकान से आए हैं। ये जगह घूम के अच्छा लगा है अभी। और अंदर बहुत मतलब नीचे तक वो मंदिर है, 2 मंदिर है वहाँ पे, और अच्छा था। फैमिली आया है, मैंने मिला। नाइस टु मिट यू। र चाहिँ जाँदैछौँ। अहिले चाहिँ लानु बहुत अच्छा मिला। मिठे
ठीक है रिभर साइड आइपुग्यो अब झर्दैछौँ ब्रह्मपुत्र रिभर जानु पर्दो रहेछ है काठमा चाहिँ त्यसरी टेक्दै जानुपर्छ यसरी निक्लिँदा फेरि चाहिँ समुद्रसँग यसरी जोडेको हुँदो रहेछ नि त काठ जाँदैछ निक्ल्यौँ Okay, bye bye. Nice to meet you. See you in my next vlog. मेरा vlog में देखना हाँ ठीक है. Okay, bye sir. Bye bye. मैले बस पनि पाएँ होइन बस रेलवे स्टेसन जाने हो यहाँनिर गुवाहाटीमा चाहिँ जाने भने चाहिँ सस्तो रहेछ किन भन्दाखेरि चाहिँ त्यहाँनिर जुन चाहिँ प्राइभेट फेरी चाहिँ नि प्राइभेट फेरी 200 अरे गभर्मेन्ट फेरी 40 रुपियाँ अरे हो अन्त कति डिफ्रेन्स हो अन्त आउँदाखेरि फेरि प्राइभेट फेरीले फर्काएर ल्यायो अन्त गुवाहाटीमा चाहिँ प्राइभेट उयो गभर्मेन्ट र प्राइभेट फेरी रहेछ होइन गभर्मेन्ट चाहिँ 40 रुपियाँ प्राइभेट 200 रुपियाँ अन्त त्यस्तो रहेछ प्राइभेटकोहरूले जति चढ्दो रहेछ तर गभर्मेन्ट र प्राइभेट हेर्नुपर्दो रहेछ बस पनि त्यस्तै हेर्नुपर्दो रहेछ टोटो अन्त रिक्साहरूतिर चाहिँ त्यस्तो हुँदैन रहेछ बसमै चढ्नु जानुपर्ने रहेछ अब म गुवाहाटीबाट पनि निस्केको गुवाहाटी बजारबाट निस्केको अब ब्रह्मपुत्रको पनि टुर भयो सबै भयो अब चाहिँ निक्लेको टिकट काटेँ हो टिकट काटेर चाहिँ अब निक्लेको अस्ति सिलगढीबाट चाहिँ 155 लाग्यो आज चाहिँ 165 लाग्यो 10 रुपियाँ बेसी हजुर यहाँ प्लेटफर्ममा पनि म आइसकेँ हो यहाँनिर सो सिलगढी फर्काउँदैछु अरू चाहिँ म स्टेसनमा आएँ होइन जेनरल डब्बा पाएँ अन्त मैले खाजाहरू पनि किनेँ ऱ्यापिडो एप तपाईँहरूले डाउनलोड गर्नुभयो भने चाहिँ सिलगढी आउँदाखेरि एनजेपी होस् या बागडोग्रा होस् जहाँबाट पनि तपाईँ बाइक राइड गर्नुहुन्छ कि टोटो गर्नुहुन्छ कि जुन चाहिँ भए पनि गर्नुहुन्छ हो ऱ्यापिडो एपमा चाहिँ एकदमै इजी हुन्छ अनि मैले पनि जङ्सनबाट उत्रेर चाहिँ अन्त ऱ्यापिडो एप डाउनलोड गरेँ ऱ्यापिडो एप डाउनलोड गरेर टुको मान्छे पनि गयो मैले चाहिँ ऱ्यापिडो डाउनलोड गरेँ होइन तर चाहिँ एनजेपीदेखि बाहिर निक्लेर कसरी थाहा पायो भन्दाखेरि चाहिँ यसरी एउटा मान्छेले अस्ति उयो बेङ्गलोरबाट आएको रहेछ नि त सिलगढीमा पनि ऱ्यापिडो आएको रहेछ नि भन्यो कि अन्त मैले टक्कै दिमागमा याद गरेँ होइन अन्त टोटोहरूले चाहिँ 300 रुपियाँहरूले 300 रुपियाँमा जाने त्यस्तो भन्दै थियो जब त्यहाँ आइदा भन्दै थियो होइन अन्त मैले ऱ्यापिडो एप डाउनलोड गरेर चाहिँ अन्त त्यहाँदेखि चाहिँ म ऱ्यापिडोमा कति रुपियाँ लाग्यो भन्दाखेरि चाहिँ यहाँनिर 300 रुपियाँ भनेर 99 रुपिस मात्रै लाग्यो